ज्येष्ठ नागरिक प्रतिको हाम्रो कर्तव्य। सामान्यतया 60 वर्ष उमेर पूरा भएका नागरिकलाई ज्येष्ठ नागरिक भनिन्छ। मानिस जन्मदा बालक हुन्छ, युवा अवस्था हुँदै बुढियौलीपन आउँछ। प्रत्येक व्यक्तिको जीवनक्रम यसरी नै चलिरहेको हुन्छ। आजको कोपिला भोलि फूल भएर फक्रिए पनि पर्सि ओइलाउन थाले झै आजका हामी बालक केही समयको अन्तरालमा बुढो हुन्छौँ। त्यही बुढ्यौलीपनलाई नै वृद्धावस्था भनिन्छ। विभिन्न विद्वानहरूले मानिसको जीवनलाई उमेरका आधारमा भाग लगाएर 60 वर्षभन्दा माथिको उमेरलाई वृद्धावस्था भनेका छन्। शारीरिक रूपले वृद्धावस्था निकै कमजोर अवस्था हो। यस अवस्था हुँदा मानिसमा श्रवण, सुस्तता, दृष्टिमा कमजोरी जस्ता समस्या देखा पर्दछन् भने पाचन प्रणालीमा समेत अनेक समस्या देखा पर्दछन्। त्यसैले उनीहरूलाई सहयोगको आवश्यकता पर्दछ। त्यसैले ज्येष्ठ नागरिकको सेवा गर्नु र आवश्यकता पूरा गरिदिनु हाम्रो कर्तव्य हो। वृद्ध अवस्था कमजोरीहरूको संग्रह मात्र होइन, अनुभवहरूको पुल्न पनि हो। मानिस बाल्यदेखि वृद्ध हुने क्रममा अनेक उकाली ओह्राली पार गर्दै अघि बढ्दछ। यस क्रममा उसले अनेक अनुभव बटुलेको हुन्छ। त्यही अनुभवहरू आजको पिढीका लागि मार्ग निर्देशक बन्न सक्छन्। बुढाबुढीका ती तिता मिठा अनुभवले परिवार, समाज र राष्ट्रलाई अघि बढाउन सहयोग मिल्छ। त्यसैले उनीहरूलाई सुखी र खुसी राख्नुपर्छ। यो हाम्रो दायित्वभित्र पर्दछ। हाम्रा अग्रजहरूले अनेकौं दुःखहरू सहेर हामीलाई मान्छे बनाएका हुन्छन्, तर उनीहरूको दुःख र योगदानको व्यवस्था गरेर हामी उनीहरूलाई तिरस्कार र घृणा गर्न समेत पछि हट्दैनौं। विभिन्न रोग लागेर वा काम गर्न नसकेर कमजोर बनेका वृद्धलाई घरबाट निकाली वृद्धाश्रमको शरणमा पुर्याउने जस्तो अमानवीय काम गर्दछौं। यसो गर्नु भनेको आफ्ना बाबुआमाको सम्मान गर्न नसक्नु हो, उनीहरूको महत्व नबुझ्नु हो। हामीले वृद्ध मानिसहरूको सम्मान गर्नु पर्दछ। उनीहरूको राम्ररी हेरचाह गर्नुपर्छ। उनीहरूको स्वास्थ्यको ख्याल गरी इच्छा र चाहना पूरा गरिदिनु पर्छ। हामीले उनीहरूलाई गर्ने आदर सम्मानले उनीहरूले आफूलाई भाग्यमानी ठान्दछन्। उनीहरूलाई अझै जिउन समेत प्रेरणा मिल्छ। हामीले उनीहरूलाई माया दिन सकेमा, कुरा सुनिदिएमा वृद्धहरू सहज हुन्छन्। लामो समयको अनुभवका कारण उनीहरूसँग अनेक विषयको ज्ञान हुन्छ। त्यो अनुभव हामीले लिएर समाजको हितमा प्रयोग गर्दै अघि बढ्नुपर्छ। औषधिपचार, ज्ञान विज्ञान, नीति निर्माण, सामाजिक संस्कार आदिका बारेमा उनीहरूले बटुलेका अनुभवहरू हाम्रा सम्पत्ति हुन्। ती अमूल्य निधिहरू प्राप्त गर्नका लागि हामीले उनीहरूको सेवा समेत गर्नुपर्छ, जसले हाम्रो समाज र राष्ट्रलाई नै मार्ग निर्देश गर्दछ। आजका वृद्ध हिजो युवा थिए। तिनकै आँट, माया र स्नेह पाएर आज हामी युवा भयौं। तिनकै योगदानले गर्दा शिर उठाएर हिँड्न सक्ने भयौं। भोलि हामी पनि वृद्ध हुनेछौं। हामीले दिएकै संस्कार हाम्रा सन्ततिले ग्रहण गर्नेछन् र हामीलाई पनि एक दिन लत्याउनेछन्। यस्तो खराब संस्कारको जन्म ज्ञात अज्ञात रूपमा हामीबाट नै विकसित भइरहेको छ। त्यसैले वृद्धहरूलाई सम्मान गरेर कुसंस्कृतिको विकास हुनबाट रोक्नुपर्छ। वृद्धहरू मार्गदर्शक हुन्, गुरु हुन्, जसले मार्गदर्शन गर्छन्, हरेक मनुष्यलाई बाटो देखाउँछन्। अत वृद्ध मानिसहरूको सेवा गर्नु, आवश्यकता पूरा गरिदिनु हाम्रो कर्तव्य हो। हामीले आवश्यकता अनुसार उनीहरूको टेक्ने लौरो, हेर्ने आँखा, सुन्ने कान आदि बनिदिनुपर्छ। समाजमा बसेपछि आफूले गर्ने सामाजिक दायित्व पूरा गर्नु पर्दछ, जसका लागि वृद्धहरूको अनुभवको सहारा लिन सकिन्छ। आफूले गर्नुपर्ने सामाजिक दायित्व पूरा गरेर असल नागरिकको परिचय दिन र कुसंस्कृतिको विकास हुनबाट रोक्न ज्येष्ठ नागरिक प्रतिको कर्तव्य निर्वाह गर्नुपर्छ।